खैर त्यसपछि मम्मीले अर्को बिहे गर्नुभयो। मेरो मम्मीको जोसँग विवाह भयो उहाँको पहिलो विवाह थियो। त्यसकारणले उहाँको घर परिवारले निकै धुमधामसँग विवाह सम्पन्न गराइदिनु भयो। म त्यसपछि भक्का निएर रोएँ। म रुनुको कारण मेरो मम्मीले अर्को विवाह गर्नुभयो भनेर थिएन। म रुनुको कारण मान्छेहरू बिहे गर्दाखेरि भोज बोलाउँछन्, तर मेरो मम्मीले बिहे गरेर मलाई भोज खान बोलाउनु भएन भनेर रोएको थिएँ। मम्मीको विवाह पश्चात उहाँलाई मैले बाबा भनेर बोलाइन, अङ्कल भनेर बोलाउन थालेँ। तर अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने सोसल मिडियातिर मैले बाबा भनेर सम्बोधन गरेको देखिन्छ। हुन त मलाई अझै पनि अङ्कलै भन्न कम्फर्टेबल लाग्छ, तर यावत प्रश्नहरू आइराख्ने, कसरी तिम्रो बाबालाई तिमीले अङ्कल भन्छौ, उनी कसरी नाताले अङ्कल परे भनेर विभिन्न प्रश्नको सामना गर्नुभन्दा मैले सोसल मिडियामा चाहिँ बाबा भनेर सम्बोधन गर्छु। तर मलाई कम्फर्ट लाग्ने र आनी बानी बोलीचालीको भाषा भने उहाँलाई अङ्कल भनेर सम्बोधन गर्ने नै थियो। उहाँ यति उदारवादी हुनुहुन्थ्यो कि बेबो पनि त हाम्रै छोरी हो, किन उसलाई अरूको घरमा राख्ने, हामी नै उसलाई लिएर साथमा राखेर स्याहार सम्हार गर्न सकिहाल्छौँ नि, पाल्न सक्छौँ भनेर दिदीको घरबाट लिएर आएर मलाई साथमै राख्न थाल्नुभयो। यसरी म उहाँहरू सँगसँगै बसेर पढ्न लागेँ। कक्षा उत्तीर्ण हुँदै गएपछि मलाई 8 कक्षामा भने निकै समस्या आइपर्यो। समस्या थियो डकुमेन्टको जालो। मसँग एउटा पनि कागजपत्र थिएन जुन आधिकारिक रूपमा मेरो जन्म दर्ता अथवा मेरो म हुनुको प्रमाण दर्शाइदिने कागजपत्र। त्यस्तो केही पनि थिएन। मलाई त्यो समस्याको जालोले घेर्न लाग्यो। 8 कक्षामा फर्म भर्नुपर्छ, सम्पूर्ण विवरण दिनुपर्छ, नाम, थर, ठेगाना, जन्ममिति आदि इत्यादि। त्यसमा बाबुको नाम, आमाको नाम पनि समावेश हुन्छ। मसँग पहिले कुनै पनि कागजपत्र नभएको कारणले म कागजविहीन थिएँ। आदरणीय हरिवंश आचार्य चिना हराएको मान्छे भने चाहिँ म जन्मदर्ता हराएको मान्छे थिएँ, मेरो जन्मदर्ता थिएन। तर त्यो समस्याको जालोलाई चिर्दै नयाँ निकास दिनुभयो मेरो नयाँ बाबा अर्थात् अङ्कलले। उहाँले नै मलाई कञ्चनबाट आफ्नो थर दिएर कञ्चन तामाङ बनाइदिनु भयो। त्यसपछि मैले नयाँ नाम पाएँ र कहलिएँ कञ्चन तामाङ। सँगै बसिसके पछाडि बाबाले काममा मम्मीलाई पनि सँगै लगाउनु भयो। बाबाले घर बनाउने ठेक्काहरू लिन थाल्नुभएको थियो। मम्मीले मिस्त्री काम गर्नुहुन्थ्यो र नयाँ बाबा र मम्मी सँगै काम गर्न थालिसक्नु भएपछि मैले पनि सघाउन जाने गर्थेँ। म बाबा मम्मीसँगै बालुवाहरू बोक्न, इँटाहरू बोक्न तत्पर हुन्थेँ। मलाई ती कामहरू गर्न कुनै पनि गाह्रो लाग्दैन थियो, रमाइलो लाग्थ्यो बाबा आमालाई सघाउनको लागि। मैले सानैदेखि दुःख खेपेको थिएँ, त्यसकारणले त्यस्ता दुःखहरूले मलाई सजिलै पगाल्न सक्दैन थियो। म त्यो इट्टा भन्दा पनि चट्टान भएर उभिएकी थिएँ। हुन त मेरो बाबा आमाले मलाई कहिले पनि काम गर्न फोर्स गर्नु भएन, तर पनि घरमा सघाउनुपर्छ, सानैदेखि काम गर्नुपर्छ भन्ने कुराले मस्तिष्कमा डेरा जमाएको थियो। त्यसकारणले म पनि ज्यामी काम गर्न जान्थेँ कक्षा 8-9 पढ्दादेखि नै। जति दुःख भए पनि मलाई मेरो स्टेप फादरसँग कुनै पनि कम्प्लेन भएन। साधारण भाषामा भन्नुपर्दाखेरि आजकल अधिकांश मान्छेले मेरो सौताने बुबा अथवा सौताने आमा मेरो लागि विष भइदियो भनेर कथनहरू भनेको सुनिन्छ, तर मेरो लागि मेरो स्टेप फादर मेरो लागि भगवान सरी आइदिनु भयो। मलाई कुनै पनि गुनासो थिएन। चाहनु भएको थियो भने उहाँले म जहाँ थिएँ त्यहीँ छोडिदिन सक्नुहुन्थ्यो, तर मलाई दिदीको घरबाट हामीसँगै राख्नुपर्छ भनेर लिएर आएर पढाएर मेरो लालन पालन गरिदिनु भयो। मलाई नाम अनि थर दिनुभयो, छत अनि घर दिनुभयो। त्यसकारणले पनि अहिलेसम्म उहाँ देउताको भूमिकामा हुनुहुन्छ भनेर म उहाँलाई मनमने पुज्ने गर्छु। समय क्रम बित्दै जाँदाखेरि बाबाहरूको पनि अंशको भागवण्डा भयो। पहाड घरमा अंश भएको कारणले त्यो बेचेर हामीले तराईतिरै घर बनाउने विचार गरेका थियौँ। त्यो घर अरूले बनाउने घरभन्दा विशेष के कारणले भइदियो भने मानिसहरू घर बनाउन सिकर्मी डकर्मी खोज्छन्, तर हाम्रो घरभित्र नै ठेकदार, मिस्त्री, लेबर सबै भएको कारणले हामी आफैले त्यो घर बनाउने निर्णय गर्यौं। त्यसरी हामी सबैजना आफै मिलेर घर बनायौँ। हामीले बाहिरको मान्छे घर बनाउन लगाउनु परेन।
जुन कुरा हामीले सक्थ्यौँ मजाले गऱ्यौँ त्यो हाम्रो एउटा स्वर्गको सानो टुक्रा भएको थियो। एउटा गीत छ, मैले गीत छोडी आएँ फुलको तरेलीमा, कहाँ खोजौँ कहाँ भेटौँ कसको परेलीमा। सुनको बिहानी मुस्काउने सानो गाउँ थियो, स्वर्ग हो कि धरती हो शान्त ठाउँ थियो। त्यस्तै गीतले भने जस्तै त्यो सानो अनि शान्त ठाउँ हाम्रो लागि मुटुको टुक्रा थियो। घरबाट केही टाढा रहे पनि आफूले कहीँ तरेलीमा गीत छोडेर आए जस्तो, मुटु त्यहीँ छोडेर आएको जस्तो हुन्छ। त्यति प्यारो थियो त्यो घर, किनकि हामी आफैले नङ्ग्रा खियाएर घर बनाएका थियौँ। यसरी सानो स्वर्गको टुक्रामा हुर्किँदै हुर्किँदै केही समय बित्यो। समय क्रमसँगै सबै मान्छे एउटै दिशातिर जान्छ भन्ने हुँदैन। ममा पनि केही परिवर्तनहरू आउन थाल्यो। अलि सम्झिँदा महसुस हुन्छ म केही बाटो बिराएर हिँडिरहेको जस्तो मलाई अहिले भान हुन्छ। म केही बिग्रेको जस्तो, उमेरको उन्मादमा बाटो भुलेको जस्तो आफूलाई पाउन थालेँ। म कसैको पनि कुरा नटेर्ने अटेरी अटेरी स्वभावको हुँदै जान थालेँ। म कसैको पनि कुरा नसुनिकन आफै काम गर्छु भन्दै क्राउड भन्ने होटल खोलेको थियो, हो त्यहीँ गएर काम गर्न थालेँ। त्यहाँ यतिसम्म म काममा लिप्त थिएँ कि म आफै वेटर पनि गर्थेँ, काउन्टर पनि हेर्थेँ, बरार कुडाल पनि गर्थेँ र साथै भाँडा पनि मोल्थेँ। आवश्यक परेको बेलामा किचनमा गएर पकाउने काम पनि गर्थेँ। समग्रमा भन्नुपर्दा म सम्पूर्ण कामहरू तानिदिन्थेँ। सानै उमेरमा केही पैसा कमाउन थालेपछि म अलिकति मात्तिएको थिएँ। मम्मीहरूले भनेको कुरा नमान्ने, अटेरी गर्ने, आफ्नै धुनमा अनि रफ्तारमा बेजोडले दगुड्थेँ, म कुद्थेँ। थाहा छैन गन्तव्य कहाँ हो, तर तुफान कुद्थेँ। यसरी बेतोडे दौडिँदा दौडिँदै म एसईको सङ्घारमा पुगेँ। एसई पछि +2 पढ्ने बेला भयो। मम्मी बाबाले जसरी भए पनि मेरो पढाइलाई अगाडि बढाउने हुनुभयो। यसरी +2 जोइन गरिसके पछाडि म बेतोडले दौडिरहेको मान्छेलाई अर्को एउटा ऊर्जा दियो। होइन, सानैदेखि अभावमा बाँचियो। पैसा त आवश्यक रहेछ, पैसा जसरी भए पनि कमाउनु पर्छ। आमा बुवाले कति दुःख गरेर यहाँसम्म पुऱ्याएको छन्, म त पैसा कमाउनतिर लाग्छु भन्ने सोच आयो। त्यसपछि विचार आयो यति होटलमा काम गरेर उँभो लागिँदैन। अनि मैले मम्मीलाई एउटा प्रस्तावना राखेँ, मम्मी म सब छोडेर काठमाडौँ जान्छु अनि धेरै पैसा कमाउँछु। लहलहीमा लागेको अनि छुट्टै आशा राखेको मान्छे बिना कुनै चिन्जान काठमाडौँमा कति गाह्रो हुन्छ भन्ने कुरा मलाई हेक्का थिएन। मम्मीले पनि हुन्छको स्वीकृति दिनुभएपछि मैले काठमाडौँमा पहिलोपटक पाइला राखेँ। म भिडमा हराए जस्तो भएँ। चारैतिर मान्छे, कहाँबाट के सुरु गरेँ मलाई केही पनि थाहा थिएन। न चिनेको मान्छे थियो, न कोही आफन्त नै। म एक्कासी भिडमा होमिएको एउटा अन्जान मान्छे थिएँ। अन्जान सहरमा आफूलाई अन्जान पाउँदै थिएँ। म आफैभित्र पनि आफूलाई हराएको महसुस गर्दै थिएँ। तर ईश्वरले केही न केही अनौठो कुरा दिएकै हुन्छ मान्छेलाई अन्जान ठाउँमा पनि उभा हुनको लागि र दह्रो गरी टेक्नको लागि। सायद मेरो बोली र म मान्छेसँग खुल्न सक्ने क्षमताले गरेर नै होला मलाई अगाडि बढाउँदै थियो। त्यही कारणले मान्छेहरूले मलाई रुचाएको पाएँ मैले, र मैले काठमाडौँमा एउटा सहारा पाएँ, विनिता राई। उहाँ दिदीले आफ्नो कोठामा लानुभयो र हामी कोठामा मिलेर बस्न थाल्यौँ र सँगै जागिर खोज्न थाल्यौँ। त्यसपछि बल्ल तल्ल खोजेर जागिर पाइयो। पहिलो जागिर मेरो काठमाडौँमा के थियो भने फर्निचर पसलमा काम गर्नुपर्ने। काम कस्तो थियो भन्दा फर्निचरमा खास्कै लगाउने, पुटिङ लगाउने, रङरोदन गर्ने। पैसा मेरो पहिलोपटक 7,000 आउनेवाला थियो। त्यही 7,000ले मैले जीवनयापन गर्दै थिएँ। काम अलिक कठिन नै थियो, तर पैसा कमाइन्थ्यो। यतिन्जेल मलाई के हेका भइसकेको थियो भने कसैको जिन्दगीमा बोझ बनेर बस्नु हुँदैन। जबसम्म जागिर थिएन साथीहरूले पनि पाले। अब कति दिन चाहिँ पाल्न सक्लान् र। धेरै दिन बस्दाखेरि उनीहरूको लागि बोझ बनिदिन्छु अनि सम्बन्ध त्यत्तिकै बिग्रिएर जान्छ। यो सम्बन्धलाई जोगाउनु छ भने मैले पनि जागिर खाइसकेँ। बेलैमा आफ्नै कोठा सरेर म यहाँबाट जानुपर्छ। त्यही सोचले मैले कोठा लिएर त्यहाँबाट बिदा भएँ। कोठा डङडङटी खाली थियो, केही पनि थिएन। तर भनिन्छ नि, एक थुकी सुकी 100 थुकी नदी। त्यसरी मैले बिस्तारी सामानहरू जोड्दै जान थालेँ। यसरी म रुममा एक्लै बस्न थालेँ। काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने चाहिँ रहर लाग्दो सहरमा कामको भने कहर। त्यति काम पाउनु पनि कति पिउनु पर्ने जहर। त्यति हुँदाहुँदै पनि काम खोज्न जाँदाखेरि सानो मान्छे काम गर्ला भनेर कसैले विश्वासै नगर्ने, हत्तपत्त काम नै नदिने,
खैर हसल गर्न छोडिनँ, अर्थात् दौडेको दौडै, लडेको लड्दै, उठेको उठै। मैले फाइट गर्न छोडिनँ, कामको लागि लडिरहेँ। बल्ल बल्ल लिचीको जुस फ्याक्ट्रीमा काम पाएँ। लिची जुस फ्याक्ट्रीमा भने मेरो लागि मनग्गे आम्दानी हुन्थ्यो। 8,500 मेरो स्यालेरी थियो। धेरै समयसम्म त्यहीँ काम गरेँ। काम गर्दा गर्दै फ्याट्ट लकडाउन भइदियो। लकडाउन भएपछि सबै कुरा ठप्प भइदियो। लकडाउनले सबै कुरा ठप्प त भइदियो, तर भाडा त ठप्प आउँदैन। रुम भाडा त तिर्नै पर्यो। अब काम नभएपछि आम्दानीको स्रोत पनि भएन। पर्यो आपत। यता आँटेर एक्लै रुम लिएर बसिएको छ। सानो छु, कसलाई हार गुहार गर्नु। लिची जुस फ्याक्ट्रीमा काम गर्दाखेरि म यति काममा तल्लीन भएँ कि म काठमाडौँ सहर घुम्नै पाइनँ। घुम्न पनि के जानु, हप्ताको 6 दिन काम गर्नु पर्थ्यो। शनिबार एक दिन बिदा हुन्थ्यो। अनि शनिबार पनि काम गऱ्यो भने डबल पैसा पाइन्थ्यो। त्यो पैसा कमाउने लोभमा पनि मैले आफ्नो रहरहरूलाई तिलाञ्जली दिएँ। शनिबार काम गर्न जाँदा खाना पनि त्यही खाना पाइन्थ्यो। त्यस कारणले पनि म 7 दिन घन्टौँ घन्टौँ खटिएर लिची फ्याक्ट्रीमा काम गर्थेँ र आफ्नो आम्दानीको स्रोत बनाएको थिएँ राम्रै। तर जब लकडाउन भइदियो, मेरो आम्दानीको स्रोत पुरै सुक्यो। खानुपर्ने, कोठा भाडा तिर्नुपर्ने र यताउता गर्दाखेरि पैसा खर्च हुने, ती सम्पूर्ण कुराहरू मैले अब एक्लै धान्नु पर्ने थियो, बिना आए नै। त्यसपछि म लकडाउनमै भए पनि काम खोज्न भौतारिन थालेँ। लिची जुस फ्याक्ट्री बन्द भइसके पछाडि म अब केही न केही त गर्नुपर्छ भनेर काम खोज्दै जाने क्रममा 7 दोबाटोको चोकमा यहाँ जब पाइन्छ भनेर कागज बाँडिरहेको देखेँ। त्यो कागज के होला भनेर पढेँ पनि। हामी तपाईँलाई जागिर दिन्छौँ र ट्रेनिङ पनि दिन्छौँ, यसमा सम्पर्क गर्नुहोला भनेर लेखेको देखेपछि आशा पलायो र कुद्दै त्यही अफिसमा पुगेँ। उनीहरूको भनाइअनुसार हामी जागिर दिन्छौँ र ट्रेनिङ पनि दिन्छौँ। ओहो, नजानेको काममा ट्रेनिङ दिन्छ भने त ठिक छ नि, सिकेर भए पनि गर्नुपर्छ जस्तो लाग्यो। खुसी भएँ। अब नआएको काम पो गर्न गाह्रो। नयाँ काम आफूलाई ज्ञान नभए तापनि कसैले सिकाइदिन्छ भने के गाह्रो छ र, सिकिहालेला नि भनेर दौडेर गएर बुझ्न गएको। उनीहरूको भनाइअनुसार त सिकाइदिने अरे, अनि सिकाएको पनि 6,000 रुपियाँ तिर्नुपर्ने अरे, अनि उसैकोमा काम गरिदिनु पर्ने अरे, अनि पर पिसको अनुसार पैसा दिन्छु भन्न थाल्यो। मसँग त 6,000 रुपियाँ पनि थिएन काम सिक्नको लागि। अब मसँग 6,000 भइदिएको भए म उनीहरूसँग काम सिक्न जान्थेँ होला अरे, अनि काम सिकेको 6,000 पनि पहिले तिर्नुपर्ने अरे, अनि बल्ल फेरि उनीहरूकोमै काम गर्नुपर्ने अरे, अनि मैले गरेको काम बाबत पर पिसको मलाई थोरै थोरै आम्दानी दिने अरे। यो स्किम मलाई मन परेन। 6,000 थियो भने म त्यो काम खोज्ने जान्नथेँ। फेरि कोही साथीभाइसँग मागेर 6,000 लिएर उसलाई बुझाउनु भनेको म आफै फेरि सुक्खा हुनु हो। अर्थात् म ऋणमा नपर्नको लागि म ऋण लिएर फेरि ऋणमै पर्नु, कस्तो हिसाब किताब हो यो। मैले त्यो काम त्यहीँ छोडिदिएँ र घर नजिकैको एकजनाले गुडिया बनाउने काम गर्नुहुन्थ्यो। म पनि त्यहीँ काम गर्न थालेँ। त्यहाँ गुडिया सिलाउनलाई सिकाउँथ्यो, सिकेर गर्नु पर्थ्यो र त्यस कार्यालयमा काम गर्दा गर्दै जति छिटो गुडिया सिलाउन सक्यो त्यति नै पैसा मिल्ने गर्थ्यो। अर्थात् स्पिड एकदम चाहिन्थ्यो। हातको स्पिड यति हुनुपर्थ्यो कि सकेसम्म छिटो छिटो गुडियाको पिसहरू निकाल्नु पर्थ्यो। तर आफूलाई भने जे कुरा पनि पर्फेक्ट चाहिने। मलाई बाघको जुङ्गा पनि सिधा सिधा, आँखा पनि गोलो गोलो अनि पर्फेक्ट होस् जस्तो लाग्ने, र त्यो पर्फेक्ट बनाउने चक्करमा मेरो टाइम यति धेरै लाग्थ्यो कि मैले धेरै पिस निकाल्न सक्दैन थिएँ। मेहनत गरेर राम्रो काम गर्नु भन्यो, समयको पाबन्दी थियो। यसरी मैले पिसहरू थोरै निकाल्थेँ किनकि म क्वालिटी काम दिने प्रयास गर्थेँ र मैले धेरै आम्दानी पनि गर्न पाइनँ। तर पनि उहाँहरूले मेरो कामको स्तरीयता बुझ्नुभयो र यसरी मलाई दिनकै आउने जाने भाडा दिएर अफिसमा बोलाउन थाल्नुभयो काम गर्नको लागि। तर म दैनिक आवत जावत गर्न नसक्ने भएको कारणले सबै सामान कोठामै लिएर आएर दिनभरि गुडिया बनाएर बनिसकेको गुडिया भने पुराउन जान्थेँ। तर त्यसबाट पनि खासै मनग्गे आम्दानी मैले कमाउन सकिनँ। त्यति आम्दानीले त काठमाडौँ सहरमा बस्न पनि गाह्रो पर्न थाल्यो। त्यसपछि मैले अर्को काम पाएँ, पश्मिनामा काम गर्ने। त्यहाँ चाहिँ धागोलाई मसिनमा राखेर डल्लो पार्नु पर्थ्यो अनि त्यहाँबाट सलहरू उत्पादन हुन्थ्यो। यसरी त्यहाँ काम थाल्दाखेरि असन्तुष्टि त काममा मलाई केही पनि थिएन, गाह्रो लाग्ने भन्ने थिएन। तर पैसै नदिने, एकदमै ढिलो दिने, आएर कराको करै गर्ने, अनि आफ्नो तरिकाले राम्रोसँग काम गर्दा गर्दै पनि कोही कराउँछ भने हामीलाई पनि त रिस उठ्छ। ह्या तेरो काम भनेर मलाई छोडिदिनु मन लाग्यो।
यो लकडाउनको पिरियडमा म यति धेरै भौतारिएँ काम खोज्नलाई, कहिलेकाहाँ त ठोकिरहेँ। त्यसपछि अन्ततगत त मैले पहिले सानैदेखि गर्दै आएको काम फेला पर्यो। त्यो हो ज्यामी काम, जुन मैले सानैदेखि गर्दै आएको थिएँ। मलाई लाग्यो भारी बोक्नु त हो, के गाह्रो छ र मैले ट्राई गर्ने विचार गरेँ। ज्यामी काममा चाहिँ मलाई टायल मार्बलहरू जुन भुइँमा बिछाइन्छ त्यो सम्बन्धी काम गर्ने भाग पर्यो। म त्यो बोकेर पनि हिँड्थेँ। त्यो बोक्न चाहिँ मलाई निकै गाह्रो लाग्थ्यो, शरीरले थाम्न सक्दैन थियो, तर पनि बल गरी कोसिस गर्थेँ। त्यो बाहेकको सिमेन्टी मसलाहरू घोल्ने काम भने मलाई केही गाह्रो लाग्दैन थियो। म ज्यामी काम हाँसी गर्न थालेको थिएँ। अहिलेसम्म अरू काम गरेर 6,000 र 8,500 मात्र कमाएको मान्छे ज्यामी काम गरेर भने मैले जिन्दगीकै सबैभन्दा बढी पैसा पहिलोपटक कमाएको थिएँ। 18,500 मेरो पहिलो कमाइ थियो। पैसा हात परेपछि मैले सबैभन्दा पहिलो गर्नुपर्ने काम अरूको तिर्ने काम सम्झिरहेको थिएँ। बरु लिन बिर्सिनुहोस् तर तिर्न कहिले नबिर्सिनुहोस् भन्ने उक्ति दिमागमा थियो मलाई। भाडा बाँकी थियो, सबै भाडा क्लियर गरिदिएँ। रासन बाँकी थियो, त्यो पनि क्लियर गरिदिएँ। म ऋणमुक्त हुन चाहन्थेँ। त्यो आएको 18,000 चान्चुन पैसाले म आफू ऋणमुक्त भएँ। पहिले कस्तो सन्तुष्टि मिलेको। मैले ज्यामी काम गर्दा जिन्दगीको सबैभन्दा धेरै कमाइ हात पारेको थिएँ, तर त्यो कमाइ हात पार्नु पनि सजिलो थिएन। मैले पहिलोपटक ज्यामी काम माग्न जाँदाखेरि मेरो शरीर हेरेर, मेरो उमेर अनि मेरो बनावट हेरेर तैँले काम गर्न सक्लास् र भन्ने शङ्काको दृष्टिकोणले हेरिएको थियो। खैर मनमा आँट थियो, लुकेको ज्यानमा सुकेको बल भने चाहिँ मर्ता क्या नै गर्ता, परेपछि जे पनि गरिन्छ हो, त्यही गर्ने आँटमा थिएँ म। त्यो आँटले सार्थकता लियो र म ज्यामी काममा रमाउन थालेँ। त्यही रमाउँदै मैले ज्यामी काम गर्दै भिडियोहरू पनि बनाउन थालेँ। भिडियो बनाउँदै त्यो ज्यामी काम गर्दै भिडियो बनाएको धेरैले मन पराउनु भएछ। मेरो टिकटक करियर यसरी शुभारम्भ भयो। म ज्यामी काम गर्दै नाची भिडियो बनाउँथेँ। मान्छेहरू त्यसबाट प्रोत्साहित हुँदा रहेछन्। उहाँहरू मलाई कमेन्ट गर्नुहुन्थ्यो, हो यसरी काम गर्नुपर्छ, काम ठुलो सानो हुँदैन है नानु भनेर प्रोत्साहन दिनुहुन्थ्यो। म झन् हौसिन्थेँ र आफ्नो काम मजाले इन्जोय गरेर गर्थेँ। जब काममा इन्जोय हुन्छ काम जस्तो लाग्दैन। मलाई त्यस्तै हुँदै थियो। मैले टिकटक भिडियो पनि बनाउँदै थिएँ र ज्यामी काम पनि गर्दै थिएँ। मैले टिकटकबाट पैसा कमाएको थिइनँ, तर आत्मसन्तुष्टि भने कमाएको थिएँ। पैसा भने मैले ज्यामी काम गरेर कमाएकै थिएँ। त्यही काम गर्दै त्यहाँ एउटा अङ्कल धेरै राम्रो साथी बनिसक्नु भएको थियो। मलाई धेरै काम गर्न दिनुहुन्थेन। भारी काम आफै गर्नुहुन्थ्यो र मलाई सजिलो काम दिन थाल्नुभएको थियो। यसरी मलाई एकदम सहयोग गर्नुभएको थियो त्यो अङ्कलले। तर त्यहाँको काम सकिसकेपछि, मैले पैसा थापिसकेपछि अन्त काम गर्न चार्नुपर्ने भयो। त्यहाँ सबै मान्छे अन्जान थिए। हुन त सबै पहिला अन्जान नै हुन्छन्, पछि आफ्नो हुँदै जानियो। तर पनि त्यहाँ मलाई अरू सर नै भारी बोक्न पर्थ्यो। त्यो बाध्यता थियो। यस्तो गरौँ भारी बोक्नु पर्थ्यो, मेरो ज्यानले थेक्न गाह्रो हुन्थ्यो। तर पनि मैले असिन पसिन भएर भए पनि भारी बोक्थेँ। म ज्यामी काम गर्दै मेरो शरीरले थेक्न गाह्रो पर्दै थियो। दिन प्रतिदिन मेरो शरीर जीर्ण हुँदै जाँदै थियो। तर पनि मैले कुनै कम्प्लेन नगरिकनै काम गरिरहेको थिएँ। त्यही क्रममा एक दिन ठ्याक्क मेरो नजर यहाँ भ्याकेन्सी खाली छ भन्ने एउटा सूचनामा गयो। नजिकैको मामा भान्जा भन्ने क्याफेमा भ्याकेन्सी खाली रहेछ। सोचेँ त्यहीँ अप्लाई गर्छु र गरि पनि हालेँ। त्यस क्याफेमा मैले पहिले भने जस्तै अलराउन्डर गर्न पर्थ्यो। 8,000 मेरो तलब थियो। भाँडा माझ्ने, क्यासियर बन्ने, सम्पूर्ण कुरा व्यवस्थापन गर्ने आफैले गर्थेँ। म त्यहीँ काम गर्न लागेँ र रम्न लागेँ। यो दौरानमा मैले जुनसुकै काम पनि किन गरेँ भने मलाई पढाइले केही सहयोग गर्ला जस्तो लागेन। त्यो बेलामा मेरो मस्तिष्कमा पढ्नुको उद्देश्य भनेकै पैसा कमाउनु हो। बरु पैसा कमाउन म जति पनि मेहनत गर्न सक्छु भनेर म त्यो इगोले भए पनि काठमाडौँ आएको थिएँ। काठमाडौँ आइसकेपछि अब काठमाडौँ त आयो, जसरी भए पनि मैले पैसा कमाउनै पर्छ भन्ने एउटा सोच आयो र त्यसरी बल गर्दै गएँ, मेहनत गर्दै गएँ र काम गर्दै गएँ। यसरी मैले छोरा मान्छेले गर्ने वा छोरी मान्छेले गर्ने कुनै पनि विभेद नराखिकन जस्तो काम पनि गरिदिएँ। त्यही ज्यामी काम गर्दै मेरो जीवनमा एकजना केटा आएको थियो, जसलाई मैले मन पराउन थालेकी थिएँ र उसले पनि मलाई प्रेम गर्न थालेको थियो। प्रेम भनौँ वा के भनौँ, जस हामी दुवैजना मायामा थियौँ। उसको नाम मैले यहाँ खुलाउन चाहन्थेँ, सक्थेँ पनि।
फेरि उसको नाम खुलाउँदा उसको जीवनमा असर पर्छ कि भन्ने प्रश्नमा यसो सोचेर उत्तर दिएँ, त्यसलाई त के असर पर्छ र, खुब मस्ती गरेर बसाछ, सुनोस् न। तर पनि ठिक छ, कुनै जमानामा प्रेम गरेको मान्छे हो, त्यही मर्यादामा उसको नाम खुलाइन। यसरी मेरो पनि लभ पर्यो। सुरुमा लभ पर्दा त सबैलाई रमाइलो हुन्छ, पहिला मिठो, अनि अब चपाएर फाल्न लागेको चुइगम जस्तो हुँदै जान थाल्यो सम्बन्ध। कसरी अर्को भागमा बन्नेछु। एउटा चुइगम सुरुमा बहुत गुलियो हुन्छ, चपाउँदै जान थालेपछि रस सकिँदै जान्छ र त्यो चपाइरहने एउटा फाल्न लागेको बोझ मात्रै हुन्छ। हो, म पनि कसैको जिन्दगीमा फाल्न लागेको बोझ बन्दै थिएँ।